एक कुख्यात अपराधीले हदैसम्म के गर्न सक्छ? कसैलाई अपहरण गरेर फिरौती माग्न सक्छ, या भनौँ कसैलाई अपहरण गरेर मृत्युको मुखसम्म पुर्याउन सक्छ, महँगा वस्तुहरू लुट्न सक्छ, पैसा लुट्न सक्छ, गहनाहरू लुट्न सक्छ, अथवा भनौँ कुनै एरियालाई कब्जा गरेर बस्न सक्छ, या भनौँ ठुला ठुला ब्याङ्क नै लुट्न सक्छ। एक कुख्यात अपराधीले हदैसम्म के गर्न सक्छ? अमेरिकाको छिमेकी राष्ट्र मेक्सिकोमा यति बेला कुख्यात अपराधी भनेर चिनिएका एक व्यक्तिले हिस्ट्री क्रिएट गरेका छन्। हाम्रो देशमा पछिल्लो समय जेनजीहरूको प्रोटेस्टमा आन्दोलन भएको थियो भने यता मेक्सिकोमा आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूले देश नै जलाएको अवस्था छ। लर्ड अफ कार्टेल भनेर चिनिने उक्त व्यक्तिलाई अमेरिकाले उनको टाउको मूल्य मात्रै 15 मिलियन अमेरिकी डलर तोकेको थियो। तर भर्खरै मात्र भएको मिलिट्री अपरेसनमा उनको मृत्यु भएको छ। उक्त लर्ड अफ कार्टेल भनेर चिनिने व्यक्ति एल मेचिनो, उनको खास नाम चाहिँ एल मेचिनो रहेको छ र भर्खरै अमेरिकाको इन्टेलिजेन्टको सहायतामा भएको मिलिट्री अपरेसनमा उनको मृत्यु भयो। अचम्म लाग्दो कुरो त उनको मृत्युपछि मेक्सिकोमा भएको देखिन्छ। भयो के त उनको मृत्यु भएको 2 घण्टा बित्न नपाउँदै सारा मेक्सिको देश नै जलेको छ। त्यहाँका अपराधीहरू अथवा भनौँ उनको मुनि रहेका आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूले सम्पूर्ण देश नै तहस नहस गरेको अवस्था छ। उक्त एल मेचिनो भनेर चिनिने लर्ड अफ कार्टेल, यहाँ भनौँ भगवान, कार्टेलको भगवान, ड्रगको भगवान, आपराधिक क्रियाकलापको भगवान भनेर चिनिने व्यक्तिले आफ्ना प्राइभेट आर्मीसम्म राख्ने गर्थे। रकेट लन्चरदेखि लिएर ठुला ठुला हतियारहरू प्राइभेट आर्मीसँग हुने गर्थे। यति बेला उनको मृत्युपछि मेक्सिकोमा पुरै देशै जलेको अवस्था छ। एयरपोर्टहरू बन्द भइरहेको छन्, फ्लाइटहरू क्यान्सल भइरहेको छन्, हाइवेहरू बन्द भइरहेका छन्, स्कुलहरू बन्द भइरहेका छन्, चर्चहरू बन्द भइरहेका छन्, त्यस्तै अदालतहरू पनि बन्द भइरहेका छन्। किनकि कार्टेल ग्याङ आपराधिक क्रियाकलाप गर्ने व्यक्तिहरूले देशलाई पुरै जलाएको अवस्था छ। होटलहरू जलाएको अवस्था, बाटोमा गाडीहरू जलाएको अवस्था, एरोप्लेन जलाएको अवस्था, एयरपोर्टमा हताहती भएको अवस्था, मानिसहरू यतिसम्म कि बङ्कर अथवा आफ्नो स्टोरेज रुमहरूमा गएर लुक्न बाध्य भइरहेका छन्। उक्त एल मेचिनो मरेको 2 घण्टा बित्न नपाउँदै देश पुरै जलेको छ। 2026मा वर्ल्ड कप हुन लागेको यो देशमा यस्तो अवस्था देखियो कि हिस्ट्रीमै नभएको अवस्था। संसारमा एक आपराधिक क्रियाकलाप गर्ने व्यक्तिको मृत्यु हुँदा यतिसम्म हुन्छ भन्ने सायद कुनै पनि देश र अमेरिकाले कल्पना पनि गरेको थिएन होला। विशेष गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई आतंकवादी भनेर घोषणा गरेका थिए। त्यसपश्चात उनी लुकीछिपी मेक्सिकोमा आफ्नो कारोबार धन्दाहरू चलाएर बसेका थिए। यानी कि ड्रग सप्लाई गर्ने, युवाहरूलाई ड्रगमा लाग्नको लागि प्रेरित गर्ने, प्राइभेट आर्मीहरू बनाउने, रकेट लन्चरदेखि लिएर तमाम हतियारहरू प्राइभेट आर्मीलाई सप्लाई गर्ने, पुरै मेक्सिको देशलाई नै कब्जा गर्ने हेतुले अगाडि बढेका एल मेचिनो यति बेला मृत्युको मुखमा पुगेका छन्। क्रिमिनल अर्गनाइजेसन यानी कि भनौँ पुरै राष्ट्र जस्तो गरेर क्रिमिनल अर्गनाइजेसन नै चलाएका उनले जब उनको मृत्यु भयो, संसारमै नभएको अवस्था, हताहती, मानिसहरूको मृत्यु, सारा
एक शब्दमा भन्दा देश नै ठप्प भयो। यो अचम्म लाग्दो क्रियाकलाप अथवा यो अचम्म लाग्दो अवस्था देखेर यति बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सकमा छन्। के कुनै अपराधीले यतिसम्म गर्न सक्छ? यसरी हिस्ट्री क्रिएट गर्न सक्छ? हामीले सामान्यतया सुन्ने गरेका हुन्छौँ एउटा अपराधीले के गर्यो, यो गर्यो, त्यो गर्यो, लुट्यो अथवा सबै सकायो। तर मेक्सिकोमा जुन दृश्य देखियो, अपराधीले यति बेला संसार कब्जा गर्न यानि कि कुनै देशलाई सजिलै कब्जा गर्न पनि सक्दो रहेछ भन्ने कुरा देखाएको छ। भिडियो राम्रो लागे शेयर गर्नु होला, तल घन्टी बटन छ पक्कै पनि सब्स्क्राइब गरेर त्यहाँनेर थिच्नु होला। यस्तै तमाम वर्ल्ड अपडेट लिएर अर्को भिडियोमा उपस्थित हुने नै छु।